म सानैदेखि गाउँघरमा हुर्किएकी छोरी, तिनै खोला नाला पाखा पखेरासँग लडीबुडी गर्दै हुर्किएकी म उकाली ओह्राली भन्ज्याङ चौतारीमै मेरो बाल्यकाल बित्यो। सामान्य गाउँको स्कुल पढेर म आफ्नो शिक्षालाई सकाएँ। मेरो घरको कुरा गर्नुपर्दा पारिवारिक मेरो बाले हाटमा कहिले पनि सुन लगाएको देखिनँ। आमाले एउटा बुलाकी, कानमा एउटा फुली, नाकमा एउटा फुली, एउटा बुलाकी लगाएको देखेको थिएँ। मलाई त्यस्तो धन दौलतको कुनै पनि लोभ लालच छैन। जति पनि अहिलेसम्म यहाँको यात्रासम्म आउँदै गर्दा निकै आनन्दमय थियो जिन्दगी। घरको कान्छी छोरी, निकै खुसीका साथ बित्यो। कहिलेकाहीँ आउने दुःख पीडाहरू पनि बाबा आमा दिदी बहिनी दिदीहरूको माया भिनाजोडको साथले निकै खुसी साथ बितिरहन्थ्यो। अचानक जीवनमा एउटा मान्छेसँग भेट भयो। थाहा छैन म किन यति धेरै परिवर्तन भएँ। उसँग निकै नजिक भएछु क्यारे, पछि थाहा भयो। जसलाई आफ्नो ठानिन्छ त्यो आफ्नो हुँदैन भन्नुहुन्थ्यो पहिला पहिला हजुरआमाहरूले। हो रहेछ, म चाहिँ उसँग आज भोलि निकै नजिकिँदै गएँ। मलाई के थाहा उसले 2-4 दिनको लागि देखावटी मात्र सम्बन्ध बनाएको रहेछ मसँग। म पनि उसलाई ट्राई गरिरहेको थिएँ। पक्कै मलाई उसले फेसबुक सामाजिक सञ्जालमै भेटेको कारणले होला सायद मलाई प्रयोग गर्न खोजेको। मेरो इमान्दारितापट्टि औँला उठाउनको लागि थियो या के थियो म बुझ्न सकेन। वर्षौँ बित्यो बोलचाल गर्दा गर्दा। निकै रमाइलो लाग्थ्यो उसँगका ती समयहरू, ती दिनहरू, ती पलहरू सम्झँदा अहिले पनि आँसु नझर्ने होइन, आँसु झर्छ। कति भयो बोल्न छाडेको, आँसु नझरेर ननिदाएको कुनै रात छैन। म त विश्वास गर्थेँ मैले जस्तै उसले पनि मलाई प्रेम गर्दो हो। जसरी मैले उसलाई उभिन निदाउन सक्दिनथेँ, सबै थाहा थियो उसलाई। र त नचिकिँदै थिएँ। तर के थाहा उसले चाहिँ मेरो आनीबानी मन नपरेर होला। अर्थात् यो पनि हुनसक्छ सामान्य घर परिवारकी म, अशिक्षित एउटा गरिब परिवारकी छोरी। यस्तै बुझेर होला बिस्तारै उसले मलाई छोड्ने निर्णय गरेर होला। उसलाई म प्रेम गर्छु भन्ने उसलाई स्पष्टै थाहा थियो। म मुखले पो उसलाई भनेकी थिएन मनदेखि कति प्रेम गर्थे। त्यो त उसलाई थाहा नै थियो मेरो व्यवहारले नै पटाएको हुनुपर्छ। तर उसले कल गर्न छाडेपछि म कति तडपिएँ। आशा थियो उसले पनि फेरि फोन गर्छ। माया गर्ने मान्छेले त कहिले छाड्दैन नि। मलाई नि यही विश्वास थियो कुनै पनि हालतमा छाड्दैन। होइन, प्रत्यक्ष नै मलाई भेट्न आउनेछ, माया देखाउनेछ यो सोच्थेँ। तर म भरममा रहेछु भनेर म भन्दिनँ साथीहरू। सामाजिक सञ्जालमा यस्तै काल्पनिक कुराहरू पोस्ट गर्ने बानी छ। त्यसैले तपाईँहरू पनि ठगी नपढ्नुहोला भनेर यो छोटो सन्देशमूलक भिडियो बनाएको। धन्यवाद।